हेलो गाइज वेलकम। छुट्टी भएकोले गर्दाखेरि आज ढिल्ली उठेको हो र यहाँ देख्नुहुन्छ हाम्रो शैतानीहरू दुईजना। अर्को एउटा शैतानी यहाँ छुट्टीकोले यसमा चाहिँ मस्त सुतिरहेको उठेको छैन। 9 बजीसम्म उठेको छैन। 9 बजीसम्म उठेको छैन। अर्को एउटा गुन्डा यहाँ छ, खालि मोबाइल दिनभरि मोबाइल बस्छ। अनि यो अर्का चाहिँ गुन्डिनी, दिनभरि सुतेको गर्छ, अझै उठेको छैन। हेलो गाइज वेलकम छ, फेरि पनि वेलकम छ। गुड मर्निङ सबैलाई। आज हाम्रो यता त एकदमै निकै गर्मी बढेको छ क्या, एकदम घाम चर्को घाम लागिरहेको छ। ओके, जाउँ आजको हाम्रो ब्लगतर्फ। सुरुमा हाम्रो ब्लगमा चाहिँ के देखाउँछ भने हाम्रो एउटा चाहिँ 2 खुट्टे बाँदर हाम्रो वरिपरि घुमिरहेको छ। 2 खुट्टे बाँदर भनेको यो बाँदर हो। ओइ बाँदर नि तल झर तर फेरि गर त गर्छ बाँदरले। त्यही हाम्रो यो कागतीको बोट हो। यसपालि चाहिँ कागती खासै चाहिँ फलेको छैन। कागती कहाँ फलेको छ हेर त। कागती एउटा यहाँ फलेको छ, एउटा यहाँ छ, अनि अर्को चाहिँ कहाँ छ। अब यो कागती पनि हरियो, पात पनि हरियो, अब त घाँस पनि छ, झारपातहरू पनि हरियो छ। अब त्यो छुट्याउनै अलिकति गाह्रो भयो क्या, देखिँदैन क्या हतपते। जबसम्म यो पाक्दैन नि, त्यो पाकेपछि यसको यो फल अलिकति पहेँलो कलरको हुन्छ नि त, त्यतिखेर स्पष्ट देखिन्छ। हामी यत्रो छ, माथि टुप्पोतिर पनि छ है यो कागतिर फलेको, देखिँदैन है। ओइ तल झर आइज, तल झर उहाँ गर्दाखेरि मङ्की है यो। जाउँ हाम्रो भेन्डी बारीतर्फ ल। हाम्रो यसपालि भेन्डी यस्तो छ है, भेन्डी चाहिँ फलेको छैन। यो भेन्डीको बोट मात्रै यत्रो अग्लो भएको छ। भेन्डी चाहिँ मजाले फलेको छ कि यस्तो क्या। कुनै बोटमा चाहिँ सानो हुँदा पनि फलिरहेको छ, के अचम्म। अब यताको चाहिँ भेन्डी चाहिँ बोट चाहिँ सानो छ हो, सानैदेखि चाहिँ फलेको छ। अनि यता चाहिँ फलेको छ, एक दुईवटा चाहिँ फल लाग्न आँटेको छ है भर्खर। बोडी चाहिँ रोपेको थिएँ, बोडी चाहिँ रोपेको यहाँनिर सबै ढुट्टो भइसक्यो सुकेर। बोडी एउटा दुइटा फलेको छ बोडी। ल छोड्दे। अब यता चाहिँ लौका र के भन्छ यसलाई, फर्सीको बारी हो यो। भने चाहिँ त्यो फर्सी चाहिँ एउटा चाहिँ फलेको छैन। अझ मुन्टो चाहिँ फर्सीको मुन्टो चाहिँ एकदमै त्यो चाहिँ मिठो हुन्छ क्या। देखाउँदैन त हौ, देखाउँदैन। अस्ति यहाँनिर लगाएको सुपारीको बिरुवाहरू है, कतिको हुन्छ हुँदैन भन्ने कुरा यहाँनिर थाहा छ। सुपारीको बिरुवा लगाएको यहाँनिर कतिवटा लगाएको सम्झौँ त 1 2 3 4 5 6 7 8 16 अन्त 16 17 18 अनि 22वटा सुपारीको बोट लगाएको। यो सक्सेस भयो भने चाहिँ यो पुरै बारीभरि सुपारी नै लगाउने। हुन त अब सुपारी लगाउँदाखेरि फाइदा पनि हुन्छ नि कि। त जङ्गलमा के गर्दैछस्? निग्रो टिप्दैछस्? निग्रो छ देखा त। ए हो त है, टिप सर्प होला है फेरि। बोल न बोल। Look, What is this? this is Negro. Negro. This is Negro.
निग्रो त रहेछ त है। यो भनेको हाम्रो अर्ग्यानिक तरकारी सब्जी है। र गाउँघरतिर चाहिँ मजाले जहीँ पनि उम्रिन्छ क्या यो निग्रो भनेपछि त। घाँटी खसखस भयो क्या छ है मजाले फलेको छ नि। यसो हेर्दाखेरि जङ्गल गाडी हेर्दै हेर्नुपर्छ एकदम उम्रेको देखिन्छ क्या। तर अलिक जान पनि अलिक डर मर्दा हुन्छ सर्प हुन्छ कि भन्ने डर हुन्छ। छोड्दैछ भने छोड्दै नटेप 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 छोड्दै नटेप त्यति लगेर अचार बनाएर खा। अब अस्तिको ठाउँमा जानुपर्छ हामी। अस्ति गएको थियौँ नि त्यो के अरे सिसेबारीमा। यहाँ छ त यहाँ छ यहाँ टिप टिप कहाँ गयो त्यहाँ उयो 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 त्यो खतरो छ हेर्दा। तलबाट फेदबाट टिप्न फेदबाट अर्को पनि छ त्यहाँ त अर्को पनि छ त्यहाँ ऊ त्यो हो त्यो त हो त्यो हो त्यो तलबाट टिप सोच नजाऊ त नजाऊ। लट्ठी लिएर आउनुपर्छ। लट्ठीले हालेर मात्रै कमिला छ म छोड्दै छ छोड्दै। हामी चाहिँ यहाँ हाम्रो बारीतिर आएको थियौँ एकछिन। बारीमा के कस्तो रहेछ भनेर धेरै दिन भयो क्या यता बारीतिर नआएको। के कस्तो रहेछ भनेर चाहिँ हेर्न आएको थियौँ। तर बारीमा चाहिँ खासै केही चाहिँ रहेन छ। सागसब्जी पनि एकपल्ट चाहिँ खासै फल्न चाहिँ फलेन। अलिअलि चाहिँ फल्यो। त्यो चाहिँ भने जस्तै चाहिँ भएन। अब राम्रोसँग व्यवस्थित तरिकाले गऱ्यो भने चाहिँ हुँदैन है। अब लेखफेक तरिकाले गऱ्यो भने एकदम मजाले फेरि फल्दो रहेछ क्या। खोइ किन हो पनि भेटेस् लट्ठीले त मलाई देखा त ल यहाँ देखा मलाई देखा त यसरी मलाई देखा मलाई देखा न यसरी। यो रेकर्ड भएको छ क्या मतलब किन मलाई देखा ल औलाले छिटो फेरि। म यहाँ लट्ठी लिन्छु क्या त्यो निग्रो टिप्नको लागि। त्यहाँनिर लट्ठीले हान्नु पऱ्यो नि त। सर्प होला के होला ल। म यसरी हाल्नु त किन सबै काटकुट भएर जान्छ अनि कहाँ टिप टिप जङ्गली निग्रो होला नि सने जङ्गली निग्रो होला त यो त्यो जङ्गली निग्रो हो गाइस। हाम्रो त निग्रो भनेर टिप्न आएको सबै जङ्गली निग्रो पो रहेछ। म त जङ्गली निग्रो र यो हामीले खाने निग्रो त उस्तै उस्तै देखिन्छ। तेरो मम्मीलाई भने कि यो राम्रो खाने निग्रो हो कि होइन सोधेर ल। ल हामी भोलितिर अर्को दिन छुट्टी भएको दिन त हामीले जानुपर्छ उता सिसेबारीतिर। त्यहाँ निग्रो एकदम मजाले उम्रिन्छ हो त्यहाँ चाहिँ जानुपर्छ क्या। धेरै टन्नै छ क्या त्यहाँनिर। ल जाउँ अब यदि निग्रो थोरै निग्रो भए पनि हामी लिएर जाउँ 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 जाउँ। मलाई त डर पो लाग्छ त हौ सर्प हुन्छ कि भनेर यार। घाँस त चढ्नै छ नि के गर्नु। गाई बस्तुले जस्तो घाँसहरू खाँदैन फेरि। हाम्रो त मिठो मिठो खाने बानी भएकोले गर्दाखेरि चाहिँ यो सानोतिनो घाँसहरू चाहिँ मुखै लगाउँदैन क्या। लैजाउँ अब हामी जाँदैछौँ गाइस। अस्ति सर्प थियो नि त यहाँनिर। हाम्रो एकजना भाइले फुत्ताबाट हेरिरहेको छ के गर्छ भनेर। ल ठिकै छ हाम्रो कामै यही हो। ल बैगुन हेर घन्टा त कुहिएछ त। घाँस काट्नु पर्ने अब आज घाँस नकाट्ने अब भोलि भरेतिर काट्ने घाँस बेलुकातिर अलिक चिसो भएपछि घाँस काट्नु। आँप सक्यो है। आँप त थियो अस्तिसम्म हिजोसम्म। हिजोको माथि एउटा आँप छ त्यहाँनिर। त्यहाँबाट माथि आँप छ एउटा दुईवटा छ अर्कोतिर। को चढ्छ हौ यस्तोमा
कमिलै चाहिँ रोयोभरि कमिलै छ नचढ्नु ओए आज पनि सोनै कागती हो कि हो त्यो हेर्दा जा त ए त्यो आफू झरेको छ त है यो लियो टिप यो एउटा यहाँ छ यता भित्रबाट छ अलि कागती झरेको छ ए होइन रहेछ होइन उताबाट तलबाट हेर त उताबाट तल देखिन्छ क्या तल झरेको देखिस् छैन है ऊ एउटा यहाँ छ यो टिप देखा त दुइटा मात्रै भेट्यो है उता होला तल हेर त तल उताबाट हिँड्छ उता देखिन्छ होला तल छ यहाँ त मुन त कुखुराहरू लुक्ने ठाउँ पो त हो कागती टन्नै फलेको छ क्या एकपल्ट चाहिँ तर देखिँदैन क्या बाहिरबाट हेर्दाखेरि चाहिँ भिडियो कति फलेको छ कागतीको जुस बनाएर खानुपर्छ ल